लोजिक गेट भित्र धेरै गेट्सहरू रहेको छन्। तीमध्ये वान अफ द मोस्ट पपुलर र कमनली युज गेट चाहिँ OR गेट रहेको छ। आज हामीले 74H32N IC को सहायताले OR गेटको सर्किट बनाउन जाँदैछौँ। यसमा युज हुने कम्पोनेन्टहरू OR गेटको IC, ब्रिक बोर्ड, LED, रेजिस्टर र जम्पर वायर रहेको छन्। OR गेटको सर्किट बनाउन अगाडि हामीले सुरुमा OR गेट कसरी काम गर्छ भनेर बुझ्नुपर्छ। जब OR गेटमा दुईटा इनपुट हुन्छ त्यतिबेला हामीसँग चारवटा कन्डिसन हुन्छ। जब हाम्रो कन्डिसन A र कन्डिसन B दुईटै ट्रु भयो भने हाम्रो रिजल्ट पनि ट्रु निस्किन्छ र यदि हाम्रो कन्डिसन A ट्रु र कन्डिसन B फल्स भयो भने पनि हाम्रो रिजल्ट ट्रु नै निस्किन्छ र यदि हाम्रो कन्डिसन A फल्स भयो र कन्डिसन B ट्रु भयो भने पनि हाम्रो रिजल्ट ट्रु नै निस्किन्छ। तर यदि हाम्रो दुईटै कन्डिसन फल्स भयो भने हाम्रो आउटपुट फल्स निस्किन्छ। OR गेटको IC 74H32N मा चाहिँ टोटल 14 वटा पिन हुन्छ, जसमध्ये पिन 1 र पिन 2 ले इनपुट लिने काम गर्छ, पिन 3 ले आउटपुट दिने काम गर्छ। सिमिलरली पिन 4 र 5 ले इनपुट लिने काम गर्छ, पिन 6 ले आउटपुट दिने काम गर्छ र लाइकवाइज हाम्रो पिन 7 ले ग्राउन्ड 0 अथवा नेगेटिभ भोल्ट सप्लाई गर्छ र हाम्रो पिन नम्बर 14 ले VCC भनेको पोजिटिभ अथवा 5 भोल्ट सप्लाई गर्छ। अब मैले हजुरहरूलाई यसको कम्प्लिट वर्किङ डेमोन्स्ट्रेसन र कनेक्सन प्रोसेस देखाउन जाँदैछु।